यसपालि 2082 सालको पिकनिक सीतापाइला सेन्टरले रिसोर्टमा गर्दैछ। एकदमै राम्रो ठाउँ छ स्विमिङ गर्नको लागि, स्विमिङ खेल्ने बुवाआमाको लागि स्विमिङ खेल्नको लागि पनि व्यवस्था छ। यहाँनिर चाहिँ हामी गेम खेल्छौँ, रमाइलो गर्छौँ। यता आएर हामी टक्क फोटो खिच्छौँ। साइकल पनि कस्तो राम्रो रहेछ। यहाँ पिङ खेल्ने ठाउँ छ, बुढाबुढी मान्छेलाई पिङ खेल्न चट्ट रमाइलो, बच्चा बच्ची हुनुहुन्छ भने पनि एकदम रमाइलो। त्यस्तै फोटो खिच्ने ठाउँ भयो यता। अनि यता आएर अर्को पनि रहेछ ल झुला, चट्ट बसेर फोटो खिच्नुपर्छ होइन, हल्लिनुपर्छ होइन, पिङ खेल्नुपर्छ। यता कस्तो राम्रो गार्डन पनि छ। यता आएर स्विमिङ खेल्नको लागि एकदम रमाइलो गर्नुपर्छ। 3 गतेको कार्यक्रम एकदम सभ्य र भव्य बनाउनुपर्छ। यहाँ फोटो खिच्ने कस्तो राम्रो रहेछ ल। विकेट भिल्ला रिसोर्ट हो यहाँको रिसोर्टको नाम चाहिँ। खाजा खानको लागि यता खानको लागि यता पनि स्पेस छ। अनि हाम्रो मेन ठाउँ भनेको चाहिँ यता स्न्याक्स लिने, डिनर लिने। यता यहाँ भित्र रहेको छ, हजुरहरूले देखिहाल्नुभयो। ठुलो स्पेस छ। अब यहाँभित्र स्न्याक्स लिने, डिनर लिने चट्ट। हाम्रो बुवाहरू आज हेर्न आउनु भएको है। हेलो भनिदिनु। कस्तो लागिरहेछ हजुरलाई? यहाँ आउनुपर्छ है, यहीँ राम्रो छ हो कि होइन? सबैतिर हेऱ्यो एकदम नम्बर 1 ठाउँ चाहिँ यहीँ पाइयो हामीले है। टक्क रिसोर्टमा बसेर होइन स्विमिङ खेलेर हो। त्यहाँनिर स्विमिङ कस्ट्युम पनि लिएर आउनु होला सबैजना बुवाआमाले, रमाइलो गर्नुपर्छ हो कि होइन?